साथीहरुलाई स्वागत छ है मेरो सानो करेसाबारीमा। मेरो करेसाबारी हेर्नुस् कति छ खेत टन्न पारेर मेरो आफ्नै बारी छ है साथीहरु। अलि सुकुन मिल्छ के यस्तो ठाउँमा चाहिँ। यस्तो उसमा फुल सिजन अनुसारको थोरै लसुन ससुन धनिया सनिया रोप्दै गयो भने हेर्दाखेरि रमाइलो देखिन्छ रहेछ, खाजा पनि मजा आउँछ। रुको जरा सबर करो। यस्तो कुरो हैन कि, त्यही भएर चाहिँ साथीहरु आफ्नो यताउता भएको यस्ता चीजहरुको चाहिँ फाइदा उठाउनु पर्छ। सामान्य भनेर छोड्नु हुन्न। वेस्ट थियो, हामीले चाहिँ यसको सदुपयोग गरौँ। र अहिले हाम्रो खेतको लटरम्म फलेको लसुन हेर्नुस्, बिहान बेलुका पानी हाल्ने, अलि मलजल गर्ने हैन। हेर्दा पनि बिहान उठ्ने बित्तिकै रमाइलो देखिन्छ। आफूले मेहनत गरेको फल आफूले खाँदाखेरि चाहिँ सुकुन हुन्छ। त्यही भएर चाहिँ यस्तो खाली भाडाहरू छ भने सदुपयोग गर्नु होला। यति मात्र हैन, मेरा 7-8 वटा खेत छ। समझ रहे हो ना? म देखाउँछु है। एउटा खेत यो, दोस्रो, तेस्रो, यहाँ पनि छ, चौथो। यो मेरो ठुलो ग्राउन्ड है। यो मेरो 1 रोपनीको ग्राउन्ड। गजब बेइज्जती। अनि अरु यहाँ छ, हेर्दै गर्नुस्। या पुरै देखाउँछु, यहाँ हेर्नुस्। हामीले लसुन र धनिया लगाएको छौँ यसमा। त्यही भएर साथीहरु देख्नमा पनि रमाइलो देखिने हो र यो चीजको सदुपयोग पनि हुने हो। गमलाहरूको फुल पनि लाउँछौँ, यसो कुरा हैन। तर हामीले अहिले गरेको प्लानिङ स्ट्र्याटेजी अनुसारको हो यो लगाएको। लसुन खान आउनु होला है। मेरो चुले निम्तो छ लसुनको लागि। भएपछि पठाइदिन्छु है। हामीलाई पुग्यो भने, हामीलाई पुगेर ओभर भयो भने पुगाइदिन्छु, नत्र ठिकै छ। अच्छा, हमको सिखा रिया है। ल बाई बाई।